हेलो एन्ड नमस्ते। आज चाहिँ म आज मिति 19 गते वैशाखको सरी नै वैशाखको चाहिँ कति हो आज होइन समथिङ कति होला मैले बिर्सेँ। आज चाहिँ यहाँको चाहिँ 19 तारिक अप्रिल 2026 मेरो 58 जिटिसीको 3 सालको दौरान 16,93,600 सेकेन्ड मैले यो 58 जिटिसीमा काटेर आज चाहिँ मेरो अन्तिम दिन यस 58 जिटिसीको पोस्टिङको दौरानमा अन्तिम दिनको दौरानमा चाहिँ म आज 58 जिटिसी पुरा भिजिट गरिरहेको बेलामा चाहिँ आज म संयोगवश यस सिआई भिलेज देख्न सक्नुहुन्छ। सिआई भिलेजको यो इन्स्ट्रक्टर लिभिङमा आएर बसेको छु। मन निकै नै भावुक भएको छ, किनकि यत्रो 3 सालको यारी ठिकठाक काटेर राम्रैसँग एकदम सबैको माया प्रेम स्नेह पाएर आज यस 3 सालको दौरान काटेर म आफ्नो प्यारेन्ट युनिट जाँदैछु। मन भावुक भएको छ। एक हिसाबले पल्टन जान पाउँदा खुसी पनि लागेको छ र यो समग्र 58 जिटिसीलाई छोडेर जाँदा मन अलिकति भावुक पनि भएको छ, दुःख पनि लागिरहेको छ। त र पनि केही छैन होइन, नयाँ पात पलाउँदै गर्छ, पुरानो पात झर्दै गर्छ भने जस्तो मेरो बदलीको नयाँ मान्छे आउनुभएको छ यस गोर्खा ट्रेनिङ सेन्टरमा। त म जाने एउटा निश्चय नै जानै पर्ने हुन्छ। त आज म यस भावुक क्षणमा आज यसो आएको, मलाई यहाँको एकदम ऐसेलु निकै नै एकदम मलाई थाहा त यहाँ ऐसेलु छ भनेर होइन। यो ऐसेलु चाहिँ खान म यहाँ आएको छु। देख्न सक्नुहुन्छ यहाँ कस्तो कस्तो मजाले ऐसेलु फलिरहेको छ यी होइन। यो ऐसेलु म सधैँ यहाँ आएर ऐसेलु चाहिँ खान्छु, किनकि यहाँ कतिपय प्राय उस्तादहरूलाई थाहा छैन यहाँ ऐसेलु पाक्छ, यहाँनिर चाहिँ यस्तो मजाले पाक्छ भनेर। यहाँ यस्तो मजाले पाकेको छ होइन। अनि यहाँ पनि यहाँ यस्तो मजाले पाकेको, कतिपय उस्तादहरूलाई यहाँ थाहा पनि छैन कि यहाँनिर ऐसेलु छ भनेर यसरी होइन। तर मलाई त पहिलेदेखि म अलि पुरानो भएको कारणले मलाई चाहिँ यहाँ थाहा छ कि यसरी यहाँनिर चाहिँ ऐसेलु छ भनेर म यहाँ ऐसेलु खान आएको छु। आई थिङ्क यहाँ मैले एकचोटि मेरो बच्चाहरूलाई पनि यहाँ ल्याएर यसरी टिपेर चाहिँ खिलाएको थिएँ र फेरि म अहिले टिपेर खाँदैछु है। अहिले म खान्छु, खाएपछि फेरि म सम्पूर्ण यो 58 जिटिसीको यादहरूलाई ताजा बनाएर लिएर फेरि म आफ्नो घर जान्छु। पहिला आफ्टर फेरि घर गएपछि फेरि म आफ्नो प्यारेन्ट युनिट जान्छु है। ल, मिस यु गाइज, मिस यु सुटुकिल परिवार, मिस यु जति पनि यो डब्लुटी परिवारले 58 जिटिसी ट्रेनिङ बटालियन, चार्ली कम्पनी, सुटुकिल र यसको लगायत सम्पूर्ण उस्तादहरूले मलाई दिएको माया स्नेहको प्रति म हजुरहरूलाई धेरै 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 नै धन्यवादको साथ यो ऐसेलु तपाईँहरूलाई मैले एउटा सानो गिफ्टको तौरमा म प्रेजेन्ट गर्दैछु। थ्याङ्क यू सो मच।